आदरणीय दर्शकवृन्द नमस्ते। फेरि यहाँहरूमाझ म अर्को एउटा श्रृङ्खला लिएर आएको छु। हामीले पहिलो श्रृङ्खलामै यो विषयको उद्घाटन गरेका छौँ। देश बिगार्ने को? हामीले देश बनाउने कुराहरू धेरै गर्यौँ, कुरा मात्रै गर्यौँ। खास गरी राजनीतिक नेतृत्वले, सत्तासीन दलहरूका नेताहरूले अथवा प्रतिपक्षमै रहे पनि उनीहरूले भन्ने गरेको भनेको यो देश यस्तो बनाउनुपर्छ, उस्तो बनाउनुपर्छ, सिङ्गापुर बनाउनुपर्छ, स्विजरल्यान्ड बनाउनुपर्छ, युरोप अमेरिका जस्तो बनाउनुपर्छ भन्ने गरेका कथाहरू धेरै सुन्यौँ। पुस्ता पुस्ताले यो कुरा भोग्दै आएको, देख्दै आएको हो। तर पनि देश किन बनेन भन्ने विषयमा छलफल प्रारम्भ भइरहेको छैन। हामी अर्को कुरा धेरै विश्वास गर्छौँ, आफू संलग्न रहेको राजनीतिक दलका नेतृत्व अथवा अरूहरूले बोलेका कुराहरूमा प्रति विश्वस्त भएर अगाडि बढ्छौँ। तर आफैले आफ्नो देश बनाउन के गर्नुपर्ने हो, कस्तो योगदान गर्नुपर्ने हो भन्ने विषयमा कमै प्रयास गरिरहेको पाउँछौँ। खास गरी यस अभियान अन्तर्गत हामीले उठाउन खोजेको चाहिँ के थियो भने, के हो भने देश बिगार्न चाहिँ को हो? अगाडि पनि हामीले भन्यौँ, देश बनेन, देश बिग्रियो, देश भत्कियो, देश कमजोर बन्यो भनिरहेका छौँ। तर देश बिगार्ने को हो भन्ने विषयमा चाहिँ बिस्तारै बिस्तारै त्यसका पर्दाहरू खोल्दै लैजाने अभियान अन्तर्गत फेरि पनि हामी उपस्थित भएका छौँ। अहिले भर्खरै केही समय अगाडि नेपालमा राजावादीहरूको आन्दोलन निकै चर्कियो। त्यसमा अरू पक्षहरू पनि मिसिएर अब नेपालमा फेरि राजतन्त्र फर्काउनुपर्छ भन्ने पनि अभियान चल्यो। त्यसले काठमाडौँ 3 कुनेमा तहस नहस गरायो। देशका विभिन्न भागमा पनि त्यसका छाया प्रति छायाहरू परिरहेका छन्। के उसो भए राजतन्त्र लोकतन्त्रको, प्रजातन्त्रको विकल्प हो त? एउटा समय, एउटा कालखण्ड थियो जति बेला नेपालमा लामो समयसम्म राजाहरूले शासन गरे। पञ्चायती व्यवस्थाका पछिल्ला दिनहरू त स्वयं म आफैले पनि देखेँ, भोगेँ। त्यसो भएकोले गर्दाखेरि प्रजातन्त्र लोकतन्त्रको विकल्प राजतन्त्र हो भन्ने कुरा आउनु आफैमा चाहिँ विडम्बनायुक्त छ। बरु प्रजातन्त्र लोकतन्त्रको विकल्प भनेको उन्नत लोकतन्त्र भनिन्छ। अझ हामी त के भन्छौँ भने समाजवादी गणतन्त्रको अभ्यास गर्नुपर्छ भन्ने अभियानमा छौँ। समाजवाद उन्मुख अर्थव्यवस्थाको कुरा गर्ने हो भने हाम्रो संविधानले नै समाजवादलाई स्वीकार गरिसकेको छ। संविधानकै प्रस्तावनामै समाजवादी अर्थतन्त्र निर्माण गर्नका लागि अगाडि बढ्ने भनेर लेखिसकेको छ भने अब हामीले समाजवादी गणतन्त्रात्मक मुलुक बनाउनु पर्यो, केही योगदान गर्नुपर्छ, अभ्यास गर्नुपर्दछ भन्ने चाहिँ पहिलोमा तर्क राख्न चाहन्छु। अब त्यो सँगसँगै पुरानै विषयमा फर्कौँ। साँच्चै देश बिगार्ने चाहिँ को हो त? के लोकतन्त्रवादी गणतन्त्रवादीहरूले देश बिगारेका हुन्? या एउटा कालखण्डमा हामीले हिजो भन्दै आएको, आरोप लगाउँदै आएको अथवा सङ्घर्ष गर्दै आएको पक्ष त राजतन्त्र अथवा पञ्चायती व्यवस्था अथवा त्यसका हिमायतीहरूले देश बिगारेका हुन्? अथवा छुटेको विषय, त्यसलाई थप्दै लैजाने गरी हामीले योजना बनाएको विषय के हो भने निजी क्षेत्र, खास गरी व्यापारिक क्षेत्र जसले अधिक नाफा कमाउने लालसा राख्छ, पुँजीवादको एउटा अभ्यास साँच्चै भन्ने हो भने उद्योग व्यापार र नाफामुखी समाजको परिकल्पना हो। त्यही भएर समाजवादी अर्थतन्त्र निर्माणका लागि योगदान गरौँ, लागौँ भन्न खोजिएको। के उसो भए देश बिगार्ने व्यवसायी, उद्योगी, व्यापारीहरू हुन् जसले चाहिँ उत्पादनभन्दा पनि ट्रेडिङ व्यवसाय, आयात निर्यातमा मात्रै, अझ बढी आयातमा मात्रै आफूलाई जोड दिन्छ। निर्यातमुखी अर्थतन्त्र निर्माण गर्न हामीले सकेनौँ। त्यो कारणले पनि चाहिँ कतै देश बिग्रिएको हो कि उत्पादनमुखी
को परिकल्पना हामीले गर्न नसकेका कारणले पो देशको अर्थतन्त्र समुन्नत बन्न नसकेको हो कि यस विषयमा पनि गम्भीर हुनुपर्ने आजको आवश्यकता हो। हामी भन्छौँ देश बनेन, देश भत्कियो, देश बिग्रियो भन्छौँ र यो विषयमा कतिपय मानिसहरूले वैदेशिक रोजगारमा गएका अथवा प्रवासिएका व्यक्तिहरूलाई पनि देश छोडेर गए, श्रमशक्ति पलायन भयो, विद्यार्थीहरू पढ्ने न्युमा विदेश गएका छन्, देशको ठुलो धनराशि चाहिँ त्यतातिर खर्च भएको छ, नेपालमा खरबौँ रेमिट्यान्स भित्रिएको छ, त्यसको सही सदुपयोग भएको छैन। त्यसको सही सदुपयोग हुने हो भने उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न र समाजवादी व्यवस्था निर्माण गर्नका लागि ठुलो योगदान पुग्छ भन्ने तर्क पनि छ। साँच्चै भन्ने हो भने नेपालका आर्थिक अवस्था यस्तो बन्दै गएको छ, वैदेशिक रोजगारमा गएका नेपालीहरू र उनीहरूले पठाएको रेमिट्यान्सको भरमा देश चलिरहेको छ। कतिपय मान्छेहरूले त गाली नै गर्छन्, रेमिट्यान्सको पैसा खाएर राष्ट्र ब्याङ्कमा थन्किएको पैसालाई ऋण लिएर अथवा वैदेशिक ऋण भार बढाएर मुलुक चलिरहेको छ। हामी ठुल्ठुला टावरका कुरा गर्छौँ, ठुल्ठुला चाहिँ योजनाहरूको कुरा गर्छौँ, तर सानातिना पूर्वाधारयुक्त योजनाहरू मान्छेको मन जित्ने, भावना जित्ने र अत्यावश्यक वस्तुहरूको आपूर्ति र सहजीकरणमा हामीले जोड दिन सकिरहेका छैनौँ। यसरी देश बन्छ त? देश बनाउने हो भने न्यूनतम सुधारका कुराहरू पनि गर्नुपर्दछ। कम्तीमा न्यूनतम सुधारहरू टोलबाटै न्यूनतम सुधार गर्ने अभ्यास सुरु गरियो भने यो देश बन्छ र देश बिगार्न काहीँ न काहीँ तपाईँ हाम्रो पनि योगदान छ। हाम्रै समाजमा यस्ता चर्चाहरू पनि सुनिन्छन्, अरूलाई मात्रै दोष देखाउने र आफूले चाहिँ केही नै अनेक नै गरियो भन्ने जस्तो भान पार्ने गरीका तर्कहरू गरेको सुनिन्छ। अर्कालाई दोष देखाएर अरूमाथि आरोप लगाएर देश बन्दै देश बनाउन एउटा निश्चित योजना भिजन चाहिन्छ। साँच्चै तर्क गरौँ, नेपाल 2007 साल वरिपरि स्वतन्त्र भयो। राणा शासन विरुद्ध चलेका सङ्घर्षहरूका कारणले 2007 सालको क्रान्ति सम्पन्न भयो, देशमा प्रजातन्त्र आयो। त्यही पेरिफेरीमा संसारका कतिपय धेरै मुलुकहरू त्यही पेरिफेरीमा स्वतन्त्र भएका उदाहरणहरू छन्। भारतको कुरा गरौँ, चीनको कुरा गरौँ, सिङ्गापुर मलेसियाको कुरा गरौँ अथवा अरू त्यस्ता केही देशहरू जसको मैले यहाँ नाम लिन सकिरहेको छैन, ती देशहरू पनि त्यही पेरिफेरीमा स्वतन्त्रता प्राप्त गरेका देशहरू हुन्। तर अहिले हेर्नुहोस् त, भारतले पछिल्लो समयमा आफूलाई उदाउदो अर्थतन्त्रको रूपमा विकसित गरेको छ। चिनियाहरूको छुट्टै मोडल छ, चिनियाहरूसँग अब संसारले प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको छ। अमेरिका पनि चीनसँग डराउनु पर्ने ठाउँमा पुगिसकेको छ। खास गरी आर्थिक विकासका मोडलहरू र अर्थतन्त्रका उसका योजनाहरूको कारणले गर्दा चीन एउटा समृद्ध अर्थतन्त्र भएको मुलुकको रूपमा संसारमा एउटा नयाँ उदाउँदो शक्तिको रूपमा विकसित हुँदै गइरहेको छ। भारतले पछिल्लो समय आर्थिक सुधार लगायत खास गरी विकाससँग सम्बन्धित पूर्वाधारयुक्त योजनाहरू, ठुल्ठुला सडकहरू, फ्लाइओभरहरू, पुलहरू बनाउँदै लगेको छ र किसानहरूको हकमा केही न केही सुधारात्मक प्रयासहरू गरिरहेको छ। सिङ्गापुर, थाइल्यान्ड, मलेसिया जस्ता देशहरू, हङकङ जस्ता देशहरू आज संसारका समृद्ध देशहरूको तुलनामा पुगिसके। अब धेरै पछिसम्म पनि एकदम कमजोर अर्थतन्त्रका रूपमा रहेका हामी खास गरी मिडल इस्टको कुरा गर्छौँ, मध्यपूर्वका देशहरू, दुबई, कतार, ओमान जस्ता देशहरू पनि आज चाहिँ बलियो अर्थतन्त्रको रूपमा विकसित भए। उनीहरूले कुन खालको आर्थिक मोडल अपनाए, विकासका प्रारूपहरू, खाकाहरू कसरी कोरे, यस्ता विषयमा पनि गम्भीर हुन जरुरी छ। अनि फेरि पनि हामी चाहिँ
उही पेतुक्का तर्कका पछाडि कुदेका छौँ। राजनीतिक दलका नेतृत्वले केही उच्चपदस्थ अधिकारीहरूले यो देश बनाउनुपर्छ भनेका पछाडि भनेका कुराका पछाडि दौडेर हुँदैन। देश बनाउने योजना बोकेको व्यक्ति दल नेतृत्व त्यस्तो चुन्न सक्नुपर्छ। अनि मात्र त्यसले नयाँ मुहार फेर्नेछ, परिवर्तनका खाकाहरू कोरिनेछन् र चाहिँ एउटा समृद्ध अर्थतन्त्र भएको मुलुक निर्माण गर्न योगदान पुग्नेछ। त्यसका लागि कहीँ न कहीँ तपाईँ हाम्रो तर्फबाट, तपाईँ हाम्रो पक्षबाट योगदान पुग्नुपर्दछ भन्ने लागेको छ। त्यसो भएको कारणले गर्दाखेरि आज यो अर्को भिडियो मार्फत केही कुराहरू यहाँहरूमा राख्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। धन्यवाद।